ट्रकको हिँड्यो ठाउँमा आए जस्तो लाग्यो है। तर के भन्छन् अझै पनि डेस्टिनेसनकै खोजी छ। हेर्दै जाउँ। आज हामीले सुरेललाई ल्याएको छौँ, कतिसम्म सफल यो मेरो दोस्रोचोटि व्हाइट ट्रकको खोजीमा दाइहरूको चाहिँ तेस्रो। आज हामीहरू स्पेसली चाहिँ सुरेनले दिएको जिपिएसको आधारमा आएको आउनु चाहिँ त्यहाँसम्म त पाउँदो रहेछ, तर वास्तवमा त्यो साइन चाहिँ के साइनको कुरा गरेको नो मोटर भेहिकल, नो मोटरसाइकल, नो फायर, नो क्याम्पिङ। गुगल म्यापलाई सजेस्ट गर्नु पर्यो। यो गरिदिनु साइकल यता चाहिँ लुकआउट छ, लिटल वाइट बक्स यहाँ जानुहुन्छ। We go this way. We go this way or we go this way? 1/4 डिस्टेन्स कभर गऱ्यो होला मेरो हिसाबले चाहिँ। अझै लङ वे टु गो। लेट्स सी वेयर वी रिच। वी विल फाइन्ड इट आउट। सुरेनलाई के भन्नु छ? के भन्नु छैन दाइ, मलाई जस्ट गन्तव्यमा पुग्नु छ। पुग्छौँ कि जस्तो लागिरहेको छ मलाई चाहिँ। हेर्नुहोस् व्हाइट ट्रक जाने बाटो जङ्गलको बिचमा। त्यस्तो उकाली ओह्राली त छैन, तर राम्रै छ बाटो चाहिँ। हाम्रो कुमार दाजु र अति दाजु पनि आरामसँग हिँड्दै आउनुभएको छ। हामी यस बेला चाहिँ हामी नेपालको बर्दियाको बाघको कुरा गर्दैछौँ, जुन चाहिँ निकै नै खतरनाक हुन्छ। धेरै मान्छे पनि मारिसकेको छ। लक्किली यहाँ चाहिँ बाघसँग इन्काउन्टर हुने सम्भावना चाहिँ छैन, 0 नै छ। कङ्गारुसँग होला, तर बाघ जस्तो खतरनाक जनावर चाहिँ यहाँ छैन। हेर्नुहोस् सुनसान चराको आवाज मात्र। कुमार दाइ पनि आफ्नो भिडियोग्राफी र फोटोग्राफीतर्फ लाग्दै हुनुहुन्छ र अति दाइले नेटवर्क खोज्दै हुनुहुन्छ मोबाइलमा। चराको आवाज गुन्जिरहेको छ। हेर्नुहोस् बाटो 2 साइडमा जङ्गल, बिचमै रातो माटो। गर्मी पनि छैन, हावा पनि चलिरहेको छैन। एकदम पर्फेक्ट डे फर द ट्रायल। म्याप सेभ गरेर सेभ गरेर सुरेनलाई के भन्नु छ? मलाई केही भन्नु छैन दाइ, मलाई जस्ट गन्तव्यमा पुग्नु छ। यो हाम्रो तेस्रो एटेम्प्ट हो व्हाइट ट्रकको खोजीमा। आज चाहिँ पुग्छौँ कि जस्तो लागिरहेको छ मलाई चाहिँ। लिटल होप स्टिल अलाइभ। लिटल पिस्टल लार्स। हामी चाहिँ अब गाडीकै बाटोबाटै पुगिन्छ होला भनेर चप्पल लागेर आयो, तर लास्टमा यो ट्रायल यो बाटो हिँड्नु परेको छ। अफरोड बाटो हिँड्नु परेको छ र दाइले चाहिँ जुत्ता लाएर आउनु भएछ। हामी चाहिँ चप्पलमा परियो, तर ठिक छ, त्यस्तो अप्ठ्यारो बाटो त छैन। देख्नु नेपालकै बाटो जस्तो छ, एउटा सामान्य एउटा गाउँघर जोड्ने बाटो जस्तो, तर गाडी ल्याउनु पाइँदैन रहेछ यहाँभित्र। सुनसान छ, कङ्गारू पनि देखिरहेको छ बाटोमा, चराचुरुङ्गीहरू छन्। बाटोमा फेरि अब केही जनावर देखा पर्यो भने अवश्य भिडियोमा राख्नेछौँ। भन्नुहोस् ल। हामी अराउन्ड 5 किलोमिटर त भएन होला, 4 किलोमिटर जतिको यात्रा गरेपछि दाइलाई हल्का गर्मी फिल भएर
हल्का ज्याकेट स्याकेट उतार्ने काम भएको छ। अब रियल एडभेन्चरमा हामीहरू लाग्दैछौँ। ज्यान पनि तात्दैछ जस्तो ज्यान लाग्यो। पनि तात्दैछ। अझै एटलिस्ट 2-3 किलोमिटर त जानै पर्ने जस्तो लाग्छ। अझै हाम्रो गन्तव्य स्थलमा पुग्न चाहिँ 3 किलोमिटर त छ। 3 किलोमिटर छ है, तर बाटो राम्रै छ। 3 किलोमिटरलाई हामीलाई खासै टाइम लाग्ला जस्तो चाहिँ म मान्दिनँ। रुखको सेडले गर्दा नि हिँड्न सजिलो भएको छ। हेर्नुहोस् अब। त्यही भएर तात्नलाई टाइम लाग्यो जस्तो लाग्यो ज्यान। घाम नै भएछ अलिक। होइन युआर हियर भन्छ। हामीहरू जानुपर्ने चाहिँ यो व्हाइट रकमा। के भन्नुहुन्छ व्हाइट रक स्प्रिङ माउन्टेन कन्जर्भेसन यो चाहिँ हो। के भन्नुहुन्छ तपाईँ? मेरो बुझाइ त यो म्याप अलि अनक्लियर छ। मलाई चाहिँ यो बाटो जस्तो लाग्छ दाइ। यो बाटो लुप लेखेको छ हो। यहाँ फेरि यता देखाइरहेछ नि त। कता दाइ? यहाँबाट चाहिँ कता देखाएको छ? अब यहाँ के भन्छ भन्दाखेरि यो रुट फलो यो त होइन हामी हिँडेको यो रुट हो होइन। यहाँबाट हिँडेर आयो यसरी होइन। होइन, हामी आएको त यो रुट हो नि दाइ। के त पिकनिक एरियाबाट हिँड्दै हिँड्दै यसरी आएको हामी। तिल्लुवालामा त्यही त हामीहरूलाई यहाँ भन्छ युआर हियर भन्छ होइन। व्हाइट रक चाहिँ तिम्रो औँलाउँदा यता पछाडि छ हेरेर। अब यही वरपर यतै होला के। व्हाइट रक चाहिँ यहाँनिर छ भनेपछि अब यो बाटो हो कि यो बाटो त होइन होला, यतै होला जस्तो लाग्छ मलाई। किनकि सबैले यतै देखाएको छ नि त दाइ। केटाहरूको सहमतिमा हामीहरू कता जाने भयो अरे? हामी अब यतातर्फ लाग्ने भयो नि त होइन। यता होइन बाटो देखायो एउटा यता यता। अब त्यहाँ म्याप अनुसार देखाएको हामीले सबै अब्जर्भेसन गर्दाखेरि चाहिँ हामी यता जाने निर्णय गऱ्यौँ। अब तपाईँको पनि त्यही सहमति होइन? अहिलेको लागि चाहिँ सहमति। तर हामी त धेरै चाहिँ जाँदैनौँ। तर सरर हावा चलेछ, पानी पर्ला जस्तो भइरहेछ है बादलले। हाम्रो इच्छा चाहिँ पानी नपर्नु कति ओत लाग्ने ठाउँ पनि छ। पानी परिरह्यो भने आज पनि असम्भव भइयो भने 4 पटक हुन्छ। त्यसैले आज चाहिँ हामी हाम्रो गन्तव्यमा जसरी नै पुग्नु छ। हामी त्यहाँ अलिकति माथि गएर यसबाट भएन भने यो उल्टापट्टिबाट निस्किने हामी। यहाँ पुग्ने एक जित राइन गाडी खप्छ नि त हामीबाट। यहाँ चाहिँ अलिअलि रक चाहिँ देखियो होइन, तर मेन हामीले गुगल म्यापमा देखे जस्तो रक चाहिँ अहिलेसम्म देखिएन। यही हो आइयो राई गन्तव्यमा। पक्का हो? फाइनल्ली आजको 3rd एटेम्पमा हामी व्हाइट रकसम्म त आइपुग्यो। यस्तो ढुङ्गै ढुङ्गा र यस्तो बाटो
आइकन हामी यहाँसम्म आइपुग्यो। यो चाहिँ कुनै समुदायको एउटा कल्चरल हेरिटेज जस्तो पनि मान्दो रहेछ। त्यो यहाँ चढ्न रोकिएको छ। अदित दाइ कस्तो भयो त आजको यात्रा? आजको यात्रा अविस्मरणीय भनौँ न। तेस्रो एटेम्पमा थर्ड एटेम्पमा फाइनल्ली के भन्छ व्हाइट माउन्टेन व्हाइट रक्स माउन्टेनमा आइपुगेका छौँ। करिब कति किलोमिटरको यात्रा हामीले तय गऱ्यौँ? कम्तीमा 3-4 किलोमिटर गऱ्यौँ होला। तर हामी लास्ट टाइम त्यो ट्रान्समिसन लाइनकै वरपर आउनुपर्छ। हजुर त्यो देखाएको छ नि दुइटा, त्यहाँबाट चाहिँ हामीले छोडेको छौँ। एउटा कुनै बाटो हुनुपर्छ जस्तो त्यसलाई कनेक्ट गर्छ। अझै हामी माथिसम्म गइन्छ त्यहाँ उता माथिसम्म के भयो भन्दाखेरि त्यसको हाइटले गर्दाखेरि हाम्रो हुन्छ नि भ्यू यो माथि हेर्ने रेन्ज माउन्टेन। व्हाइट रक चाहिँ हेर्नको लागि आउनै पर्ने ठाउँ हो होइन जस्तो लाग्छ। मेरो विचारमा तपाईँहरूलाई ट्रेकिङ मनपर्छ, हिँड्नु मनपर्छ, त्यसपछि अफ रोड हिँड्नु मनपर्छ भनेदेखि यो ठिकै छ। तपाईँहरू आएर हेर्दाखेरि राम्रो नै छ। तपाईँको फिजिकल एक्सर्साइज पनि हुन्छ, हरियाली छ जताततै, आँखा पनि एकदम रिफ्रेस हुन्छ होइन। त्यसैले तपाईँहरू त्यो मनपर्छ भनेदेखि चाहिँ तपाईँ आउनुहोस्। तर तपाईँले एकदम बिच साइडहरू मनपर्छ जहाँ तपाईँलाई हिँड्नु मन पर्दैन, जहाँ बसेर हावा मात्रै खानु मनपर्छ भने चाहिँ तपाईँको लागि यो उपयुक्त ठाउँ म मान्दिनँ। किनकि धेरै ढुङ्गा मुढा पनि छ बाटोमा आउँदाखेरि यस्तो नजिकै। त्यसैले तपाईँलाई ट्रेकिङ मनपर्छ, एडभेन्चरस वाकिङ मनपर्छ भने अवश्य आउनु होला। अनि यो कुन एरियाको लागि चाहिँ उपयुक्त डेस्टिनेसन होला जस्तो लाग्छ? यो रेड ब्याङ्क एरिया अफकोर्स, स्प्रिङफिल्ड, ओरियन्ट सेन्टरको वरिपरि, अनि त्यसपछि सम्भवतः रिचल्यान्डतिरबाट पनि तपाईँ आउनलाई नजिकै पर्छ। अनि के हजुरको यो पहिलोपटक हो कि हजुर बारम्बार यस्तो ट्रायलहरू हाइकिङहरू गर्दै हुनुहुन्छ? होइन, हामी योभन्दा अगाडि यसकै व्हाइट रककै खोजीमा पनि लगभग 2 हप्ता अगाडि हामी हिँडिसकेका थियौँ। तर हामी चाहिँ बाटो थाहा नभएर गुगलले पनि साथ दिएन, त्यसैले हामी भड्केर घर फर्केका थियौँ। यो चाहिँ थर्ड एटेम्प हो हाम्रो व्हाइट रक्सको खोजीमा। त्यसैले हामी यहाँसम्म आइपुग्यो। तर त्योभन्दा अगाडि पनि धेरै हामी वाकिङहरू गरिरहेका थियौँ। हामीहरूसँग हुनुहुन्छ सुरेन जस्तै एकअर्का सहयात्री, जसलाई चाहिँ उहाँलाई पनि हाइकिङ निकै मनपर्छ। उहाँको नाम हो अतित सेडाई। सबलाई नमस्कार। नमस्कार। दुईजना भाइ दाइ एभ्रिवान। अब सुरु गरौँ आजको हजुरको पहिलो एक्सपिरियन्सबाट। पहिलो सुरुवाती एक्सपिरियन्सदेखि आजको दिनको यो थर्ड एटेम्प भए तापनि आजको चाहिँ डेलाई चाहिँ फ्रुटफुलै मान्नुपर्छ। किनकि यतिको वाकिङ गरिसकेपछि डाँडामा आउँदाखेरिको एउटा छुट्टै खालको एटमोस्फियर छ यहाँ होइन, रिफ्रेसिङ हावा चलिरहेको छ। यो डेस्टिनेसन चाहिँ हाइकिङको लागि उपयुक्तै डेस्टिनेसन मान्नुपर्छ। हामीले अराउन्ड 5 किलोमिटर गरिसकेपछि फाइनली यहाँ आइपुग्यौँ। केही पायौँ जस्तो लाग्यो हिँड्दाको। यो जुन जोस थियो, जुन आँट थियो, हामीले भिडियो गर्दै हिँडेको थियौँ बाटोमा, त्यो डेस्टिनेसन त कन्फर्म त थिएन, त्यही पनि राम्रै ठाउँमा आइपुग्यो जस्तो लाग्यो। हामीले जहाँ आइपुग्न खोजेको त त्यहीँ आइपुग्यौँ भनौँ न। अनि यो हाइकिङ एरिया स्पेसली सुइटेबल चाहिँ कसलाई जस्तो होला जस्तो लाग्छ? यो हाइकिङ एरिया चाहिँ जो हुन्छ नि, अब पहिलेदेखि हाइकिङ गर्ने, हिँड्न रुचाउने, बाइकिङ गर्नेहरूको लागि चाहिँ यसो 1-2 दिनमा यसो डे अफ हुनेहरूलाई यसो रिफ्रेसिङ हुनको लागि, केही छुट्टै गरौँ भन्नेको लागि चाहिँ उपयुक्त हुन्छ जस्तो लाग्छ। अब सुरेनजीले पनि के सोध्नु छ भने अगाडि बढ्नुहोस् होइन। भन्नुहोस्।